भिडियो बनाउन सुरु गरे। हेर्नुस् ब्याग पसल डम्मी भाइले लागेको कपडा कति राम्रो राम्रो चोली हेर्नुस् कस्तो राम्रो सुन्दर। भाडाहरू चाहिएमा यहाँ हेर्नु कति राम्रो बिहाको लगन छ। भाडा लिन आउनुहोस् है। कति राम्रो राम्रो सामान असल चोक जमलको नजिकै हो। दरबार हाई स्कुल हेर्नुहोस् गाइज। ल सर जान्छु म अब रानी पोखरी। ल जुत्ता चाहियो भने आउनुहोस् है जमल चोकमा। कति राम्रो राम्रो जुत्ता चप्पल सर्टहरू पानीपुरी आइसक्रिम खान आउनु होला। अहिले हामी जाँदैछौँ जमलपुर। बाटो क्रस गर्नलाई गाह्रो हुन्छ घाम चर्किया छ। यस्तो घाम चर्को छ। ल सामान सस्तो सस्तो 500 700 सस्तो बजार। कसरी छ यो? भाइ दुईटा 700 का जोड़ा सेल मानु सेल। ल 700 को जोडा रे। ल हेर्नुहोस् त कति दामी वाइरल त 700 का जोड़ा। भाइरल हो सबै 700 को दुईटा। हेर्नुहोस् त कति दामी 700 को दुईटा रे। ल दामी छ। सटर लिन आउनुहोस् ल। म अब जमलको पुलतिर जाँदैछु गाइज। जमलपुर बाटो क्रस आकाशी पुलबाट बाटो क्रस गर्दैछु गाइज। जमलको पुल सर रानी पोखरी यो मन्दिर राजाले रानीको लागि बनाइदिएको मन्दिर। शोकमा डुबेका जति आएर यो पोखरीमा डुबेर नुहाउनु चलन गरेको पोखरी रानी पोखरी। राजाले रानीको पिर देख्न नसकेर कतिजना आउँछन् नुहाउन भनेर। अनि रानीले यहाँ आएर चित्त बुझाउने ठाउँ राजा खोलिदिएको रानी पोखरी। विश्वज्योति हल फिल्म विश्वज्योति हल। सरर जमलपुरबाट हामी तल झर्दैछौँ गाइज। यो कहाँबाट ल्याउनु भएको हो? कहाँबाट? मैबाट नाचघरको छेउमा छौँ अहिले हामी। नाचघर जमलको नाचघर सांस्कृतिक स्थान राष्ट्रिय नाचघर।